राजनीतिक सुकुम्बासी हुन्छन् क्या यिनीहरू राजनीतिक सुकुम्बासी को हुन्छ गगन थापा आरजु राणा शेरबहादुर र केपी ओली नि अनि रमेश लेखकहरू यिनीहरू राजनीतिक सुकुम्बासी हुन्छन् हेर्दै जानु होला पोलिटिकल सुकुम्बासी पोलिटिकल चाहिँ सुकुम्बासी राजनीतिक सुकुम्बासी हुन्छ त्यस्तो अवस्था आउनु त्यस्तो अवस्था आउँछ अब त्यो त देखिसक्यो हिजोको माहौलले अहिले त रवि लामिछाने अभियुक्त मात्रै हो नि अपराधीको पनि त मानव अधिकार हुन्छ अपराधीले पनि चाहिँ तपाईँको न्यूनतम मानव अधिकार दुःख दिनु दिए ओली नेतृत्वको सरकारको पालामा दुःख पाउनु पर्यो हो उनलाई जुन ढङ्गले प्रतिशोध साधियो त्यो प्रतिशोध चाहिँ अघिल्लो सरकारले त्यसमाथि पनि यी चारजना पात्र मुख्यतः ओली आरजु गगन र रमेश लेखक यी चारजनाले चारजना पात्रले न्वारानदेखिको बल लगाएर हेर्नुहोस् अब ठ्याक्कै चाहिँ तपाईँको किटानै गरेर भन्नु मिलेन सम्मानित अदालतलाई हामीले सम्मान गर्नुपर्छ फेरि मानहानि लाग्न सक्छ धेरै सांसदहरूले बोली पनि सकेका छन् र त्यो देखिएको कुरा पनि हो हरिकृष्ण कार्कीको नेतृत्वमा अदालत सुधार आयोग एउटा बनेको थियो त्यो आयोगले नि भनेको छ अदालतमा बिचौलिया हाबी हुन्छ पैसाको लेनदेन हुन्छ पार्टीका चाहिँ कार्यकर्ताहरू अदालतमा चाहिँ तपाईँको चाहिँ न्यायाधीश भएर आउँछन् यो त लेखेकै कुरा हो सबले बुझेकै कुरा हो